देश पश्चिमा शक्तिको नाङ्गो हस्तक्षेपको शिकार भएपछिको यो हाम्रो चौथो भिडियो हो। आज हामी पहिलो, दोस्रो र माध्यममा त्यो नग्न रूपमा आयो। भारतीय गार्जियनमा यो हेर्नुहोस्, अमेरिकी न्युयोर्क टाइम्समा यो हेर्नुहोस्, अर्को द ग्रे जोनमा यो हेर्नुहोस्, रसिया टुडेमा यो हेर्नुहोस्। अझै विश्वास लाग्दैन? एलन मस्कले यो संस्थालाई दुष्ट संस्था, इभिल अर्गनाइजेसन भन्दै DOGE मार्फत USAID सँगै यसको बजेट कटौती गरेका थिए। यो पनि हेर्नुहोस्। यतिले पनि पुगेन भने NED का पूर्व अध्यक्षको यो भनाइ पनि सुन्नुहोस्। हामीले 26 वर्ष अघि CIA ले गर्ने काम गरिरहेका थियौं र संसारभर सत्ता पल्टाउने गर्थ्यौं। यति देखाउँदा पनि तपाईहरूलाई विश्वास लाग्दैन र? सोही भिडियोमा हामीले उनीहरूकै वेबसाइटबाट 25 करोड रुपैयाँ नेपाल आएको देखाएका थियौं। के त्यो पनि तपाईहरूलाई विश्वास लाग्दैन? कसरी विश्वास दिलाउने? सोही संस्थाका निश्चल खरेलको यो भनाइले पैसा नेपाल आएको पुष्टि हुन्छ कि हुँदैन? उनी गर्वका साथ पैसा ल्याएर युवाहरूमा लगानी गरेको बताउँछन्। यो काम गर्दै गर्दाखेरि डेफिनेटली हामीले इन्टरनेसनल सपोर्ट्सहरू लिएका छौँ, गभर्नमेन्ट सपोर्ट लिएका छौँ, तर देशको सोभरेनिटीलाई लिएर कुनै पनि कम्प्रोमाइज गरेका छैनौँ र गर्दैनौँ पनि। र इट्स आवर राइट एज एन इन्स्टिट्युसन, एउटा राइट हो कि नेपालको कन्स्टिट्युसन अनुसारले इन्टरनेसनल लको आधारमा हामीले चाहिँ फन्डिङ रिसिभ गरेर काम गर्न पाउने हाम्रो एउटा अधिकार हो। एकदम अमेजिङ उदाहरणहरू देख्न पाइएको छ होइन, त्यसरी कोअर्डिनेसन भयो। आइ एम सो ह्याप्पी द्याट बालेन डिड अमेजिङ कोअर्डिनेसन होइन। उसले इन्डाइरेक्टली बसेर भए पनि यो प्रोसेसलाई फेसिलिटेट गरेको छ। आइ एम सो ह्याप्पी टु ह्याभ सम होप लाइक हिम। यो भिडियोको समीक्षा सहित हाम्रो प्रश्न आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई छ। दोस्रो भिडियोमा हामीले यिनै बालेन निश्चलबाट परिचालित हुन् भन्यौं। सुमना श्रेष्ठ अमेरिकी डिफेन्स र BCG ग्रुपसँग जोडिएकी छिन् भन्यौं। तपाईहरूले विश्वास त गर्नु भएन, तर यसको साधारण खण्डन समेत कसैले गर्न सकेनन्। हामीले डिजिटल BRI हुवाईको ठेक्का तोडिन्छ भनेका थियौं, त्यो पनि भयो। हामीले जबरजस्ती महाधिवेशन गर्छन् भनेका थियौं, गगन थापा मार्फत त्यो पनि भयो। सार्क बिउताउने कोसिस हुन्छ भन्यौं, त्यो पनि देखिँदै आएको छ। सबै मन्त्रीहरू परिचालित हुन् र रासोपा एवं बालेनको शक्ति केन्द्र एउटै हो भन्यौं, त्यो पनि प्रष्ट भयो। नेपाली भूमि तिब्बतीहरूको क्याम्प बन्छ भन्यौं, अहिलेको गतिविधिमा चीनले ठाडो चेतावनी दिन थालेको छ। भारत आफैमा सशंकित छ, यसले देशलाई कता लैजान्छ? हामीलाई युक्रेनको सम्झना आउँछ। त्यहाँ पनि यसरी नै सामाजिक सञ्जालको अल्गोरिदम भन्यौं। सन् 2001 देखि नै MCC सँग जोडिएका पात्र स्वर्णिम र सन् 2013बाट नेपालमा MCC को बिउ रोपेर आजको स्थिति बनाउने बाबुराम अहिले सँगै देखिन थालेका छन्। हामीले ELA-YES को दस्तावेज सार्वजनिक गर्यौं। त्यहाँ युवा समूहलाई जोडेर स्याडो आर्मी छाया सेना निर्माण गरियो भनेर सोही दस्तावेजका कारण विश्व तरङ्गित छ, तर हाम्रा नेपालीहरूलाई यसले छोएन। हामीले त्यही संस्थाले गरेको सर्वे रिपोर्ट सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्यौं। त्यहाँ नेपाली सेनालाई प्रयोग गर्ने, युवालाई प्रयोग गर्ने र सामाजिक सञ्जाल कसरी परिचालन गर्ने भन्ने सबै कुरा उल्लेख छ, तर कुनै पनि सुरक्षा संयन्त्र यस विषयमा बोलेनन्। जनताले त यसको पत्तो नै पाएका छैनन्। कम्तीमा हाम्रा दक्षिण र उत्तरका छिमेकीहरू भने यसबाट झस्किएका छन्। हामी दुखी छौं जसरी यत्रो लगानी आउँदा देशको आर्थिक संयन्त्र चुप लाग्यो, त्यसरी नै नेपाली सेना र प्रहरी चुप लागेको देख्दा देश नै नरहने स्थिति आयो भन्ने राजा ज्ञानेन्द्रको विज्ञप्ति आएको हो। अहिले आएर यो समयमा चुनाव भयो भने कस्तो नतिजा आउला? प्रमुख पात्रका रूपमा को आउलान्? गगन कि बालेन?
एमसीसी का लागि सुरक्षाको नाममा विदेशी सेना ल्याउने बाटो खुलिसकेको छ र त्यो सम्झौता नेपालको संविधान भन्दा माथि छ। हामी नेपालीको पशुपतिनाथले रक्षा गरून्। हामी दुखी छौँ जसरी यत्रो लगानी आउँदा देशको आर्थिक समेत र चुप लाग्यो, त्यसरी नै नेपाली सेना र प्रहरी चुप लागेको देख्दा देश नै नरहने स्थिति आयो भन्ने राजा ज्ञानेन्द्रको विज्ञप्ति आएको हो। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ। यस समयमा चुनाव भयो भने कस्तो नतिजा आउला? प्रमुख पात्रका रूपमा को आउलान्? एमसीसी का लागि सुरक्षाको नाममा विदेशी सेना ल्याउने बाटो खुलिसकेको छ र त्यो सम्झौता नेपालको संविधान भन्दा माथि छ। हामी नेपालीको पशुपतिनाथले रक्षा गरून्। तेस्रो भिडियोमा हामीले भदौ 23 र 24 गतेको घटना कहाँ र कुन घरबाट सञ्चालित भयो अनि कलिला केटाकेटीको रगतमा होली खेलेर कसरी यो सत्ता कब्जा कुप गरियो भन्ने देखाएका थियौं। त्यो कुरा स्वयं अहिलेका गृहमन्त्रीले स्वीकार गरिसकेका छन्। त्यो फुटेज हामीले गोविन्द केसी ग्याङका अभिषेकबाट लिएका थियौं, तर पनि हाम्रा नेपाली जनता यति महान छन् कि हामीले भनेको र देखाएको यति गम्भीर कुरालाई पनि उहाँहरूले सामान्य रूपमा लिइदिनु भयो। आज म अहिलेसम्म नभनेका केही व्यक्तिहरूका कुरा गर्दैछु। पश्चिमा शक्तिहरूसँग मेरो यो विद्रोह अहिलेदेखिको होइन। 2072 मा संविधान जारी भएदेखि विगतमा बाबुरामको नयाँ शक्ति, उज्जवल थापाको विवेकशील, नेपालमा गोविन्द केसीलाई खडा गरेर नयाँ प्रयोग सुरु भयो। राज संस्था सकाएर देशको संस्कृति समाजमाथि हमला गरेपछि त्यो शिक्षा र स्वास्थ्यमाथिको प्रहार थियो भन्ने मेरो बुझाइ थियो। अहिलेको जेनजीको अवस्था सिर्जना गर्न त्यो योजनाबद्ध हमला थियो र मेरो बल बुताले सकेसम्म त्यो लडाई मैले लडेँ, जुन अहिले पनि लडिरहेछु, अझै पनि जारी हुनेछ। आज म अहिलेसम्म नभनेका केही व्यक्तिगत कुरा गर्दैछु। पश्चिमा शक्तिसँगको मेरो यो विद्रोह अहिलेदेखिको होइन। 2072 मा संविधान जारी भएपछि विगतमा बाबुरामको नयाँ शक्ति र उज्जवल थापाको विवेकशील नेपालको रूपमा नेपालमा गोविन्द केसीलाई खडा गरेर नयाँ प्रयोग सुरु भयो। राज संस्था सकाएर देशको संस्कृति र समाजमाथि हमला गरेपछि त्यो शिक्षा र स्वास्थ्यमाथिको प्रहार थियो भन्ने मेरो बुझाइ थियो। अहिलेको जेनजीको अवस्था सिर्जना गर्न त्यो योजनाबद्ध हमला थियो र मेरो बलबुताले सकेसम्म त्यो लडाई मैले लडेँ, जुन अहिले पनि जारी छ। त्यतिले नपुगेर अहिले भू राजनीति झापा केन्द्रित छ। भारतलाई अप्ठ्यारो पार्न केपी शर्मा ओलीको इन्डस्ट्रियल आवरणमा चीन होस् अथवा अहिले बालिनको आवरणमा पश्चिमा झापा चिकेन नेक संवेदनशील क्षेत्र हो। खैर, हामी रहन्जेल देशका लागि त्यो क्षेत्र हामी सुरक्षित राख्नेछौँ। नेपाल भू राजनीतिमा फस्ने भयो, त्यसैले तत्कालीन एमाले र माओवादीलाई एक ठाउँमा ल्याउन मैले गरेको प्रयासलाई तपाईहरुले मार्सी चामलसँग साट्नु भएर उडाउनु भयो। तर नेपालीको नियति होस् या दुर्भाग्य, त्यही एकतालाई पश्चिमा शक्तिले दुरुपयोग गर्न खोज्यो। निश्चल खरेलको यो स्ट्याटसले त्यो कुरा प्रमाणित गर्दछ। नेपाल भू राजनीतिमा फस्ने भयो, त्यसैले तत्कालीन एमाले र माओवादीलाई एक ठाउँमा ल्याउन मैले गरेको प्रयासलाई तपाईहरूले मार्सी चामलसँग साट्नु भयो। तर नेपालीको नियति होस् या दुर्भाग्य, त्यही एकतालाई पश्चिमा शक्तिले दुरुपयोग गर्न खोज्यो। निश्चल खरेलको यो स्ट्याटसले त्यो कुरा प्रमाणित गर्दछ। त्यो एकता आफ्नो अनुकूल प्रयोग नभएपछि तोडियो। जनयुद्धमा आस्था राख्ने, म जस्ता वामपन्थी विचार राख्ने र परिवर्तनको आशा बोकेर बसेका सर्वहारा जनतालाई ठुलो धोका भयो। त्यति बेला मेरो माओवादीसँग विद्रोह थियो, तर यता आएपछि पनि मारवाडी र बिचौलियाको प्रभाव देखेर म आजित भएँ। देश भू राजनीतिको शिकार हुँदै थियो, तर त्यसलाई नियन्त्रण गर्न सक्ने नेतृत्व मैले देखिनँ। एमालेमा हुँदा सल्लाहमा नै राजाको कार्यक्रम आयोजना भयो, तर त्यहाँ केपी ओलीले फेरि अर्को धोका दिए। मलाई यिनीहरूबाट केही लिनु छैन, तर म तपाईहरूसँग भोट माग्न पनि आउने छैन। तर यदि यो सरकारले चुनाव गराउँछ भने सम्झनुहोस्, नेपाल भू राजनीतिमा फस्यो र त्यो नियन्त्रण बाहिर जानेछ। म मार्सी वा बहुला हुन तयार छु, तर देश जोगाउन र झापालाई सुरक्षित राख्न म जुनसुकै शक्तिसँग लड्न तयार छु।
यसो गर्दा म माथि भारतको लागि काम गरेको भन्ने आरोप पनि आउँछ। तर मेरो एउटा प्रश्न छ, 3 दशकदेखि नेपाली मुद्रा भारतीय रुपैयाँसँग पेग छ। स्थिति विनिमय दर हाम्रो 160 रुपैयाँ बराबर भारतको 100 रुपैयाँ हुन्छ। हाम्रो 90% आयात चामलदेखि औषधिसम्म त्यहीँबाट आउँछ। संसार अहिले पश्चिमाको डलर कि भारत, चीन र रसियाको ब्रिक्स मुद्रामा व्यापार गर्ने भन्ने द्वन्द्वमा छ। हामीले डलर रोज्दा भोलि ब्रिक्सबाट सामान आयात गर्न सम्भव हुन्छ के? हामी पश्चिमबाट चामल किनेर खाने हो कि सबै उतै जाने हो? यदि भारतीय रुपैयाँसँग नेपाली पैसाको पेगिङ हटेर नाकाबन्दीको अवस्था आयो भने हाम्रो हाल के होला? यो ठुलो सङ्कट अबको 1-2 वर्षमा हामीले भोग्नु पर्नेछ। छिमेकी गतिलो भएनन् भनेर छिमेकी फेर्न त मिलेन। हामीले खोजेको हाम्रा छिमेकीले कम्तीमा नेपाललाई बफर स्टेटको रूपमा मात्र लिनु हुँदैन। सन् 1814 को कुनै बेला नेपालको मोहर पैसाले भारत र चीनमा व्यापार हुन्थ्यो। हामी नेपाललाई 2 ठुला अर्थतन्त्रको पुल ब्रिजको रूपमा विकास गर्न चाहन्छौँ। नेपाल भोलि ट्रेड ट्रान्सलेट इकोनोमी बन्नुपर्छ। त्यसैले म भारतको पनि होइन, चीनको पनि होइन, म त नेपालीको हुँ, नेपाली जनताको हुँ। हामी नेपाललाई 2 ठुला अर्थतन्त्रको पुल ब्रिजको रूपमा विकास गर्न चाहन्छौँ। नेपाल भोलि ट्रान्स इकोनोमी बन्नुपर्छ। त्यसैले म भारतको पनि होइन, चीनको पनि होइन, म त नेपाली हुँ, नेपाली जनताको हुँ। हामीले भनेका कति कुरा सत्य हुन् वा होइनन्, तपाईहरू आफै निर्णय गर्नुहोस्। अब फर्कौं, अब के हुन्छ? सामान्य कुरो होइन। यस अघि पनि चीनले धुलो पिठो पार्ने धम्की दिइसकेको छ। 2013 र 2014 देखिको चाइनामा फ्री तिब्बतको कसरी दलाई लामाको अनुयायी रिपुन्चे जन्माउनेदेखि नेपालमा बच्चाहरू प्रयोग गरेर जेनजी नामकरण गरी सिंहदरबार र न्यायालयमा आगो लगाई ध्वस्त बनाउने र सत्ता पल्टाउने एनइडीको योजना थियो। यो भिडियोमा हेर्नुहोस्, तपाईहरू कसैको पहुँच थियो यो खोज्ने? सुन्नुहोस् अनि बुझ्नुहोस्। भिडियो ध्यान दिएर हेर्नुहोस्। On the 25th of April, that marks the 33rd birthday anniversary of Panchen Rinpoche, and Rinpoche is one of the youngest abbot. He's only 38 and he's already an abbot of a monastery. सेप्टेम्बर 3 मा मैले लेखेँ, सेप्टेम्बर 8 र 9 मा घटना भयो। सेप्टेम्बर 8 र 9 मा यो भिडियोमा पनि तपाईहरुको यो भिडियो अनामनगरको भित्र त्यो धोबी खोलाको करिडोरमा फ्री टिबेट मुभमेन्टका टिओबीका मान्छेहरूले रगत लटपटेका पोस्टरहरू टिबेटहरूले किन त्यहाँ सार्वजनिक गरे? जबकि 8 र 9 बच्चाहरूलाई आऊ आऊ भनेर किन भनिरहेको छ? कलेजको बच्चाहरूलाई बिहान 9:45 सुरु गरेको छ त्यहाँ चाइनिजहरूले। हेर्नुहोस्, गम्भीर कुरा छ। बिहान 9:45 सुरु गरेको छ, जबकि जेनजी मुभमेन्ट 8 तारिक र 9 अमेरिका नेपालमा दलाई लामा जन्माउन खोज्छ। नेपालको हिमाली क्षेत्रमा अमेरिकाको चाहना नेपाललाई नै टिबेट बनाउने हो। र नेपालमै उहाँको दलाई लामा मरेपछि यहाँ दलाई लामा जन्माउने रणनीति अनुसार यहाँ सबै एक्टिभिटिजहरू भइरहेछ। अमेरिका नेपालको भूमि प्रयोग गरेर फ्री तिब्बतको नाममा चीनलाई त्यसरी नै अल्झाउन चाहन्छ, जसरी अहिले युक्रेनलाई प्रयोग गरेर रुसलाई अल्झाइएको छ। नेपाल कता जाँदैछ? त्यो
योभन्दा अघि पहिलो दोस्रो तेस्रो भिडियो सार्वजनिक गऱ्यौँ र यो भिडियो सार्वजनिक गरेपछि आम सोसियल मिडिया चलाउने जुन मेरा दाजुभाइ दिदीबहिनीहरूले हुनुहुन्छ यो एकपल्ट चित्त बुझेन भने 3 पल्ट हेर्नुहोस् 4 पल्ट हेर्नुहोस् बुझ्नुहोस् र तपाईँहरूको बुद्धिको बिर्को खोल्नुहोस्। देश बचाउँ, राष्ट्र बचाउँ, किराँत बौद्ध सहितको हिन्दू अधिराज्य ल्याउँ, राज संस्था स्थापित गरौँ र तपाईँहरूलाई म अहिले पनि भन्छु नेपाल र नेपालीहरूको मात्र नभएर हिन्दू राष्ट्र र राज संस्था भनेको एसियामा र संसारभर उदाउँदै गरेका शक्तिशाली राष्ट्रहरू भारत र चाइनाको ढाल बन्न सक्छ, छहारी बन्न सक्छ। त्यसले गर्दाखेरि छिमेकी मुलुकले पनि यो कुरामा हामी नेपाल र नेपालीहरूलाई सहयोग गरून् भन्ने मैले आशा लिएको छु। नमस्ते। नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानसँग राज संस्था गहिरो रूपमा जोडिएको छ। राजा कुनै दलको नभई सम्पूर्ण राष्ट्रको साझा प्रतीक हुन्थे। दलगत स्वार्थभन्दा माथि रहेर देशको एकता, स्थायित्व र राष्ट्रिय अखण्डताको संरक्षण गर्ने भूमिका राज संस्थाले निभाएको इतिहास छ। बहुदलीय व्यवस्था आएपछि पनि बारम्बार सरकार फेर्नु, भ्रष्टाचार बन्नु र राजनीतिक अस्थिरता कायम रहनुले जनतामा निराशा बढाएको छ। यस्तो अवस्थामा राजनीति भन्दा माथि रहने निष्पक्ष र राष्ट्रिय हितमा केन्द्रित संस्थाको आवश्यकता महसुस गरिएको छ, जुन भूमिका संवैधानिक राज संस्थाले पूरा गर्न सक्छ। राजा धर्म, संस्कृति र परम्पराको संरक्षक पनि हुन्। नेपालको मौलिकता, सनातन संस्कार र सामाजिक सन्तुलन जोगाउन राज संस्थाले योगदान दिन सक्छ। त्यसैले धेरै नेपालीका लागि राजा भनेको केवल शासक होइन, राष्ट्रको पहिचान, एकताको सूत्र र स्थायित्वको आधार हुन्। हामीले तपाईहरूको सहजीकरणको लागि पहिलो, दोस्रो र तेस्रो भिडियो हाम्रो सामाजिक सञ्जालमा यो भिडियो सँगै पछाडि जोडेर राखिदिनेछौँ। राम्रोसँग पुनः हेर्नुहोला। चुनाव अगाडि हाम्रो 5औं भिडियो आउनेछ, जसमा पश्चिमाहरूको योजना अनुसार बालेनको प्रधानमन्त्रीको रूपमा हुने उदयलाई चुनौती दिनेछौँ। बालेन उर्फ बालेन्द्र शाह तेली र चितवन 3 की उम्मेदवार सोभिता गौतमको असली अनुहार 3 करोड नेपाली जनताले छर्लङ्ग चिन्ने गरी र देख्ने गरी त्यो भिडियोमा विशेष खुलासा गर्नेछौँ र सम्भवतः त्यो भिडियोले राज संस्था पुनर्बहालीको आवश्यकता पुष्टि गर्नेछ। पशुपतिनाथले हामी सबैको रक्षा गरौँ।